नमस्कार दर्शकबिन, म टुबिक्स बुढा मगर। म आज तपाईहरुमा एउटा कविता लेखेको थिएँ र मेरो कविताको शीर्षक रहेको छ जीवन चक्र। म पाकेको फल जसको कुनै भविष्य छैन, म पाकेको फल जसको कुनै भविष्य छैन, बिउको भविष्य देख्नेले नकुहिनुको अस्तित्व छैन। म पाकेको फल जसको कुनै भविष्य छैन, बिउको भविष्य देख्नेले नकुहिनुको अस्तित्व छैन। मलजल पाए जरा गाडे पहिचान अब पातामा, मलजल पाए जरा गाडे पहिचान अब पाटामा, हुने बिरुवाको चिल्लो पाटमा निर्णय अब डाँठमा। वर्ष मास बिटी जान्छ, हाङ्गा बाङ्गा भइ नै हाल्छ, फल्ने फुल्ने फुलिहाल्छ, मौरी आएर घुमिहाल्छ। सकियो अब रम्ने पाला, लागिसक्यो बुढेसकाल, यो नै रहेछ जीवन चक्र जसमा हामी घुमिबस्छ। धन्यवाद। यो नै थियो मेरो कविता तपाईहरु माझमा मैले पोखेको, र यस्तै कविताहरू तपाईहरुले सुन्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानल टुबिक्स मगर च्यानलमा गएर सब्स्क्राइब गरी यी कविताहरू तपाईहरुले सुन्न सक्नुहुनेछ। धन्यवाद।